जेवैलग अर्थात् कमलकोटी किरा। यो किराले हजुरले कहिले कक्रोच, कहिले माकुरा त कहिले लार्वाहरू सकि नसकी घिसार्दै लिएर हिँडेको देख्नुभएकै होला। कमलकोटी एक सानो तर अत्यन्तै रहस्यमय परजीवी हो। मुख्य रूपमा कक्रोचले अपहरण गरेर आफ्नो सन्तानको जीवन सुरु गराउँदछ। यसको शरीर चम्किलो नीलो र हरियो रङको हुन्छ। एक कमलकोटी किराको जीवनकाल करिब 3 देखि 6 महिनासम्मको हुन्छ। यसको जीवन चक्र अण्डबाट सुरु हुन्छ। कमलकोटी किरा मुख्यतः अफ्रिका, दक्षिण एसिया र प्रशान्त टापुहरूमा पाइन्छ। वयस्क कमलकोटीले फूलको रस खान्छ। सन्तान उत्पादन गर्ने यसको प्रक्रिया भने निकै रोचक छ। कमलकोटीले कक्रोचको टाउकोमा विष इन्जेक्ट गर्छ, जसले कक्रोच बेहोस हुन्छ। यसपछि अपहरण गरी आफ्नो गुडमा लैजान्छ। यसले त्यही कक्रोचको शरीरभित्र अण्डा पारिदिन्छ। जब अण्डाबाट बच्चा निस्किन्छन्, बच्चा उड्न नसक्ने बेलासम्म त्यही कक्रोचको पेटभित्र बस्दछ। कक्रोचको पेटभित्र हुर्किँदै गरेको कमलकोटीको बच्चाले कक्रोचको शरीरबाट बिस्तारै बिस्तारै आवश्यक मिनरल चुस्ने गर्दछ। यसरी कक्रोचको केही दिनमै दर्दनाक मृत्यु हुन्छ। कहिलेकाहीँ यी कमलकोटीले कक्रोच मात्र नभएर माकुरा र लार्वाहरूको पनि अपहरण गर्दछन्। यी कमलकोटी किरा जङ्गल, बगैँचा र तातो मौसम भएका ठाउँहरूमा पाइन्छन्। यो कमलकोटी किराको शिकार गर्ने तरिकाले नै यसलाई अरू किराभन्दा फरक बनाउँदछ।